अब म काम गरिरहेको छु इमर्जेन्सी बेसिसमा, प्रक्रिया छ रुटिनको हो। मैले अहिले काम गराउनु पर्नेछ, प्रक्रिया चाहिँ के भन्छ, निर्णय गरेर ले, सार्वजनिक सूचना जारी गर, यो गर भन्ने खालको छ। त्यसले गर्दाखेरि हो त यो कानुनी उल्झन हो है, कानुनी उल्झन हो। अब यस्तो खालको अवस्थामा हामीले कसरी काम गर्ने? अब कतिपय कुराहरू थुप्रै छन् है। काम भइसक्यो, इमर्जेन्सी बेसिसमा भुक्तानी दिनका लागि 6 महिना लागिरहेछ है। यो विषयमा पनि प्रमुख प्रशासकीय अधिकृत ज्यूले अब हामीले सबै मिलेर हैन यस्तो खालको एउटा चाहिँ नि हैन कार्यविधि अथवा कसरी चल्ने भन्ने एउटा चाहिँ आफ्नै पनि बनाएर अगाडि बढ्नुपर्छ। हामी यो सबै प्रक्रिया चाहिँ रुटिनको छ, तर हाम्रो काम चाहिँ तपाईको चाहिँ नि इमर्जेन्सी र अर्जेन्टमा पनि भइरहेको छ। त्यो रिस्क फ्याक्टरहरूलाई चिन्ने र ती रिस्क फ्याक्टरहरूलाई करेक्सन गरिहाल्ने कुरामा चाहिँ हाम्रो नीति फोकस हुनुपर्छ, नत्र भने विपद आइपर्छ। जब रिस्कसँग भेट हुन्छ अनि विपद आउँछ। जोखिमसँग ठोकिएको अवस्थालाई चाहिँ विपदको अवस्था भनिन्छ। अब त्यो रिस्क देखेर हामी त्यहाँ रिस्क रहेछ है भनेर अर्कोतिर बाइपास जाने कि अथवा त्यो रिस्कलाई हटाउने कि भन्ने तर्फ हाम्रो नीति हुनु जरुरी छ।